जबसम्म तपाईँ र म वचनमा आफ्नो जीवनलाई अड्याउन थाल्दैनौँ नि, तबसम्म चाहिँ हामी एक दिन लर्खरिन्छौँ खास। तपाईँ संसारको जुनै पनि कुनामा गएर पनि जिउने चाहिँ को हो? तपाईँ नै हो खास। तर आखिरमा जिउने चाहिँ को हो? म भन्नुहोस् न। जिउने चाहिँ तपाईँ नै हो खास। उनीहरूले बोलेर तपाईँ जिउनु सक्नुहुन्न। आखिरीमा यसुलाई पछ्याउने अठोट गरेर चाहिँ संसारदेखि अलग्गिने जीवन जिउने अठोट चाहिँ कसले गर्नु पर्यो? तपाईँले नै गर्नु पर्यो, मैले नै गर्नु पर्यो। के आजको बिहानी साँच्चै नै तपाईँ यो आशाको साथमा यो भवनलाई टेक्नुभयो? म प्रभुलाई आजको दिन भेटेरै जान्छु अनि म परमेश्वरको वचनले मलाई के कुरा बोल्नुहुन्छ, परमेश्वरको वचन रूपी अगमबाडी मेरो जीवनमा के कुरा आउँछ नि, म त्यो कुरा चाहिँ म रिसिभ गरेर भरेर जान्छु। म अस्तिको हप्ताभन्दा यो हप्ता के हुन्छु? एक स्टेप माथि चढेरै जान्छु भन्नुभएको छ कसैले? तपाईँ आजको बिहान कुन उद्देश्यको साथमा यो भवनमा छिर्नु भएको छ? तपाईँको भित्र हृदयको उद्देश्यले चाहिँ परमेश्वरले तपाईँको जीवनमा कार्य गर्नुहुन्छ। होइन भने के हुन्छ? अहिले घरमा बसेर नि म थुप्रो हजारवटा बाहना बनाइदिन सक्छु, तर सम्झिनुहोस् त्यो बाहनाले घाटा कसलाई लाग्दैछ? चर्चलाई? हजुर, चर्चको पास्टरलाई, चर्चको वर्शिप अगुवालाई घाटा कसलाई लाग्दैछ? मलाई लाग्दैछ खास। आजको बिहानी जुन अभिषेकले परमेश्वरले यो चर्चमा पठाउनु भएको छ, तपाईँले यहाँ प्रकाशित वाक्य तपाईँले 2 र 3 पढ्नुभयो भने त्यहाँनिर परमेश्वरले यसो भन्नुभएको छ, यो मण्डलीको नि परमेश्वरले एपोइन्ट गर्नुभएको स्वर्गदूत छ, यो मण्डलीको मात्रै रखवाला गर्छ त्यसले। अनि अघिबाट नि स्वर्गदूतले चाहिँ नि परमेश्वरले तपाईँ र मलाई दिन चाहनुभएको म्यासेज अघिबाटै लिएर आउनु भएको छ। अनि परमेश्वरले अघिबाटै तय गर्नु भएको छ आजको बिहानी कस्तो अभिषेकले तपाईँ र मलाई अभिषेक गर्नुहुन्छ। अनि आजको दिन हामी बाहना बनाउँदै घरमा बसिदियौँ भने के हुन्छ? आजको दिनको स्वर्गदूतले स्वर्गले पठाएको आशिषबाट तपाईँहरूमा के भन्छौँ? टाढा बस्छौँ। अनि टाढा हुँदै गर्दा के हुन्छ? यहाँ चाहिँ तपाईँलाई एउटा भनेछ नि, एउटै काम नि तपाईँ रेगुलर 21 दिनसम्म गर्नु भन्छ, तपाईँको ह्याबिट बस्छ अरे। तपाईँ लु 21 दिन चाहिँ टक्कै बिहानको 6 बजी उठ्नुहोस् त, 22 दिन तपाईँले अलार्म नलगाइकन उठ्नुहोस् त, तपाईँ 22 दिन टक्कै 6 बजी उठ्नुहुन्छ। त्यो चाहिँ संसारको रिसर्चले बताएको कुरा। तर एउटै कुरा चाहिँ तपाईँले 7 दिन गर्नु छोड्नुहोस् त, 8औँ दिनमा तपाईँलाई कस्तो लाग्छ? हजुर, खल्लो लाग्छ। आज प्रार्थना नगरी सुत्नुहोस्, भोलि नगरी सुत्नुहोस्, पर्सि नगरी सुत्नुहोस्, 7औँ दिनसम्म चाहिँ 8औँ दिनमा तपाईँले के हुन्छ? तपाईँले प्रार्थना भन्ने कुरा बिर्सी पठाउनुहुन्छ। त्यही भएर त याद छ तपाईँलाई, नराम्रो कुरा चाहिँ हाम्रो जीवनमा इम्प्याक्ट छिट्टो पर्छ, तर राम्रो कुरा चाहिँ के भन्छ? 21 दिन लाग्छ अरे हेबिचुअल बनाउनु। अब सुन्नुहोस्, तपाईँलाई राम्रो ह्याबिट बनाउनु, तपाईँको एकदमै अप टु डेट ह्याबिट बनाउनु, 21 दिनसम्म त्यो काम टक्कै त्यही समय गर्नु, तपाईँको ह्याबिट बस्छ अरे। तर तपाईँले नराम्रो काम चाहिँ 7 दिन पछाडि के हुन्छ? तपाईँलाई बिर्सी पठाउनुहुन्छ। तपाईँ मलाई धेरैपल्ट हामी के गर्छौँ? हिजो हामीले प्रार्थना गर्नु, आज पनि हामीले बिर्सी पठाउँछ खास, प्रार्थना गर्नुपर्ने छ र मेरो भनेर। तर हिजो पनि तपाईँ बाइबल पढ्नु भने आज पनि तपाईँलाई के लाग्छ? ओहो, मैले एक पद चाहिँ पढ्नुपर्छ। त्यही बाइबलले के भन्छ? त जब परमेश्वरको भवनमा जान्छस्, मेरो चर्च हलमा त छिर्छस् भने चाहिँ नि बहुत होसियारसँग जानु। होसियार भनेको के हो भन्दा चाहिँ यसो होइन, फेरि होसियार भनेको चाहिँ पाप गर्दै गरेको, अधर्म गर्दै गरेको, अपवित्रतामा जिउँदै गरेको, ला के भएको कुरा सम्झिँदै जानु होइन, त्यसलाई होसियारी भन्दैन खास। चर्च हल चाहिँ नि खास पापी र अधर्मीहरूको लागि नै जम्मा हुने ठाउँ चाहिँ हो। फेरि परमेश्वरले भन्नुभएको छ, धर्मीलाई परमेश्वरले धन्यको भनिकन पापीलाई परमेश्वरले के गर्नुभयो? माया गर्नुभयो। तर हामी धेरैबाट के भन्छ? चर्च चाहिँ धर्मी आउने ठाउँ मात्रै भने बसेको हुन्छ, होइन? एक खालको हाम्रो चर्चको नियम छ, पाप गर्ने बित्तिकै हामीलाई कता कता खल्लो लाग्छ, ला हो हिजो मैले यस्तो गरेको थिएँ कि आज कसरी प्रभुको अगाडि मुख देखाउनु जस्तो लाग्छ। त्यस्तो होइन नि खास। तपाईँको नानीले गल्ती गर्यो भने तपाईँको अगाडि आउनु नानीलाई कतिको डर लाग्छ र डराउँदै भए पनि छेउमा आइपुग्छ, यसो गर्दै भए पनि मलाई गाली गर्छ कि क्या हो भन्दै। तर छेउमा यसो तपाईँले हेर्ने बित्तिकै तपाईँलाई माया लाग्छ खास। हाम्रो परमेश्वर त्योभन्दा मायालु हुनुहुन्छ खास, तपाईँले बुझ्नुभयो भने। तर हामी धेरैपल्ट हामी के गर्छौँ? परमेश्वरलाई टाढो पुऱ्याइ पठाउँछौँ।
तपाईँ होसियारीको साथमा जानु भने चाहिँ के हो, आजको दिन तपाईँले के एक्सपेक्टेसनको साथमा आउनु भएको छ, साँच्चै नै कि आजको बिहानै उठेर यसो भन्नुभयो, प्रभु आजको दिन सबातको दिन, अनि सबातको दिन चाहिँ म चर्चमा जाँदैछु, म चर्चमा जाँदाखेरि चाहिँ तपाईँले आजको दिन जे महिमा तपाईँले चर्चमा ल्याउन चाहँदै हुन्छ प्रभु, त्यो महिमाको हिस्सेदार मलाई बनाउनुहोस्। तपाईँ बिहान उठ्नुहोस्, नुहाइधुवाइ गर्नुहोस्, चिटिक्कै हुनुहोस्। किन भन्दा धेरैपल्ट हामी बजार जाँदा चिटिक्कै हुन्छ, तर परमप्रभु जस्तो परमेश्वरलाई भेट्नुको लागि हामी चिटिक्कै बन्दैन। पाप गर्दै हुनुहुन्छ त्यसलाई केही छैन, चर्च आउँदै गर्नु नछोड्नुहोस्। चेलाहरू पनि 3 वर्षसम्म धर्मी भएनन्। यसुसँगै खाए, यसुसँगै सुते, यसुसँगै हिँडे, यसुसँगै आमा ठुलो ठुलो भएपछि उनीहरूको बिचमा लफडा भइबस्थ्यो, को ठुलो हुने र को सानो हुने। प्रभु तपाईँको सिंहासनमा चाहिँ हामीलाई दाहिने र देब्रेतिर आमामा जग्गा हेरिबसेकास्। तर आखिरीमा उनीहरूको हृदय के थियो, धार्मिकपनले भरिएको थिएन। आखिरी घडी चाहिँ के भयो उनीहरूलाई, हजुर, संसारको मोहले खिचिकन लाग्यो, संसारको परिवारको मोहले खिचिकन लाग्यो। तर एक दिन यस्तो समय आयो जुन समय चाहिँ परमेश्वरले फेरि रिकल गर्नुभयो। परमेश्वर फेरि रिकल गर्नु, त्यो व्यक्तिलाई भेट्नुको लागि जानुभयो। अनि त्यो व्यक्तिलाई भेटिकन के भन्नुभयो, अब चाहिँ तिमी फर्किन्छौ, अनि अब तिमीले के गर्छौ, मेरो भाइहरूलाई सम्हाल्छौ, मेरो मिनिस्ट्रीलाई सम्हाल्छौ, अब तिमी चाहिँ मेरो लागि के हुन्छौ, मरुन्जेलसम्म तिमी मेरो सेवकाई गर्छौ भने फेरि परमेश्वरले रिकल गर्नुभयो त्यो व्यक्तिलाई। अनि के गर्नुभयो, उनीहरू चाहिँ जीवनको अन्तिम साससम्म उनीहरू विश्वासयोग्य भइकन जिउन सुरु गरे। यदि काश उनीहरू बरालिएको बेलामा परमेश्वर भेट्नु नजानु भएको थियो भने उनीहरूको जीवन लथालिङ्ग थियो। तपाईँ पनि चर्च आउँदै गर्नुहोस्। साथै नै चर्च भनेको चाहिँ पापी र अधर्मी भेलाउने ठाउँ हो। चर्च भनेको चाहिँ के छ, गल्ती र त्रुटि भएको मानिसहरू भेलाउने ठाउँ। अनि यहाँ आइकन चाहिँ परमेश्वरले तपाईँ र मलाई के गर्नुहुन्छ, त्रुटिविहीन मानिसहरू पवित्रताको चरणमा परमेश्वरले लानुहुन्छ। अनि एक दिन उहाँ जस्तै बनाउनुहुन्छ। किनभने बाइबलले के भनेको छ, बोलाउनु हुने जस्तो पवित्र हुनुहुन्छ तिमीहरू पनि एक दिन चर्च आउँदै गर्दाखेरि, परमेश्वरसँग हिँड्दै गर्दाखेरि, उहाँसँगको साइनो जोड्दै गर्दाखेरि तिमीहरूको हरेक जीवनको रहनसहन कस्तो हुन्छ, बोलाउनु हुने जस्तै तिमीहरू पनि पवित्र बन्छौ। खास चर्च पवित्र भएर आउने जग्गा होइन, चर्च चाहिँ अपवित्र हुँदै पनि परमेश्वरलाई माया गर्नुपर्छ। खास हालेलुया। यसो भन्नाले फेरि यो होइन, चेतन भाइले त, चेतन दाइले त पाप गर्ने कडी सिकाउनु भयो, होइन। फेरि सुन्नुहोस् है, चर्च फेरि आएर चाहिँ वचन सुनेर पाप गर्ने कडी। बाइबलले के भन्छ, परमेश्वरले जति पनि पापीहरूलाई भेट्नु भने पापीलाई भेट्दै गर्दाखेरि चाहिँ परमेश्वरले के भन्नुभयो, एउटै शब्द भनिकन पठाउनु, फेरि त्यसो नगर। हालेलुया। हाम्रो स्वर्गको प्रोटोकल साह्रो मिठो छ। खास सुन्नुहोस् है, तपाईँलाई लाग्यो हिजो तपाईँले गर्दै गरेको कुरा चाहिँ अधर्म थियो, परमेश्वरदेखि तपाईँ के हुन्छ, परमेश्वरको चाहिँ आज्ञाको विरुद्धको तपाईँले कुरा गरेको तपाईँलाई थाहा भयो भने चाहिँ के हुन्छ, तपाईँले जुन दिन परमेश्वरलाई सरी भन्नुभयो, जुन दिन परमेश्वरलाई फेरि यो हृदय सुम्पाउनु भयो, त्यहाँदेखि फेरि त्यो कुरा चाहिँ नदोहोऱ्याउनु है भन्नुभएको छ। फेरि त्यो चाहिँ के हो, पवित्रताको उक्लिने चरणको सिँढीहरू। खास तपाईँले एउटा कुरा गर्नुभयो, सरी माग्नुभयो, फेरि त्यो कुरा दोहोऱ्याउनु भएन। तर जीवनको यात्रामा फेरि अर्कोपल्ट जाँदै गर्दाखेरि के हुन्छ, फेरि काहीँ न काहीँ हामी गल्ती गरी पठाउँछ, फेरि सरी भन्नुभयो, फेरि कुरा दोहोऱ्याउनु भएन भने एक दिन यस्तो ठाउँमा तपाईँ पुग्नुहुन्छ जहाँनिर चाहिँ तपाईँलाई पाप भन्ने कुरा सम्झिँदै गर्दा पनि तपाईँलाई घिन लाग्छ। हालेलुया। अधर्म भन्ने कुरा नि तपाईँले याद गर्दै गर्दा, तपाईँको मानस पटलमा सम्झिँदै गर्दा पनि तपाईँलाई याद छ कहिले काहीँ, आजभन्दा थुप्रो वर्ष अगाडि तपाईँले गरेको पाप आजको दिन सम्झिँदाखेरि तपाईँलाई कस्तो ग्लानी हुन्छ नि, छ्या हो त्यति सानो कुरा नगरेको भए पनि हुन्थ्यो जस्तो लाग्छ, लाग्दैन? लाग्छ नि। खास एक दिन तपाईँहरूमा यस्तो परमेश्वरको पवित्रताको प्लेसमा पुग्छौँ, त्यहाँनिर चाहिँ तपाईँ र म नि परमेश्वर जस्तै पवित्र भइकन, पवित्र परमेश्वर जस्तै होलिनेसमा हामी ठाउँमा पुग्छौँ। त्यतिखेर चाहिँ तपाईँले पाप सम्झिने फुर्सद हुँदैन। तपाईँले हेर्छ धेरैजना परमेश्वरको जनहरूले यसो भन्नुभएको छ, द ग्रेट म्यान अफ गडहरूले चाहिँ, म शैतानको बारेमा सोचिबस्ने मलाई समय नै छैन, किन भन्दा म परमेश्वरसँग कुरा गर्नु नै मलाई के हुन्छ, शब्द पुग्दैन भन्नुहुन्छ। खास एक दिन तपाईँ र म त्यस्तो जग्गामा पुग्छौँ जहाँनिर चाहिँ तपाईँ र मैले अधर्म सम्झिबस्ने हामीसँग समय हुँदैन। त्यो चाहिँ के हो, तपाईँ र म परमेश्वरसँगको सङ्गतिमा हिँड्दै गर्दाखेरि पाउने पवित्रताको उत्तम बिन्दु हो। खास तपाईँ कतिको यो कुरामा लागि पर्दै हुन्छ, घरमा बस्दा तपाईँ के गर्नुहुन्छ, घरमा बसेर फेसबुक कोटाइ लडेर रिल हेर्दै हुनुहुन्छ, उता लडेर रिल हेर्दै हुनुहुन्छ, खुट्टा पसेर रिल हेर्दै हुनुहुन्छ। अनि मलाई थाहा छ रिल हेर्नु थाल्यो भने घन्टा बित्छ,
त्यो अयात कुरा खास, त्यसले तपाईँलाई केही सिकाउँदैन, हो किन भन्नुहोस् त? तर वचन 5 मिनट पढ्यो भने के हुन्छ फेरि? काहीँ नभएको निन्द्रा गाँटे संसारमा चाहिँ निन्द्रा चाहिँ तपाईँ र मलाई मात्रै लाग्ने जस्तो निन्द्रा आइपुग्छ। कुम्भकर्ण जस्तो 6 महिना सुत्थ्यो अरे भन्छ, अब कथा हो कि थाहा छैन। प्रार्थना बस्यो 2 मिनटमा संसारभरिको प्रार्थना सकेर के प्रार्थना गरौँ होला, के विषय छ हो अझै प्रार्थना गर्नुपर्ने भने सोचिबस्छौँ। तर तपाईँहरू मैले हाउडेको कुराहरू कोट्यायौँ भने हामीलाई घन्टौँ बितेको समय थाहा हुँदैन। तपाईँलाई म भन्नु यो कुरा देखाइमा अलग बसौँ। तपाईँ र म एउटा यात्रामा छौँ, जुन यात्रामा चाहिँ नि तपाईँ र मैले यो संसारलाई केही कुरा देखाउनु छ अनि केही कुरा चाहिँ प्रमाणित गर्नु छ। फेरि पनि चर्चहरू बिटुलो बन्दैछ, चर्चहरू बरालिँदैछ, चर्चहरू परमेश्वरको उपस्थितिदेखि टाढो भाग्दैछ। तर अब को साँच्चै नै परमेश्वरको ज्योति भइकन उभिने, परमेश्वरको महिमा फेरि कसले फर्काइ ल्याउने भन्ने कुरामा चाहिँ नि स्वर्गले मानिसलाई पर्खन्दैछ। आजको दिन तपाईँले सम्झिनु भयो, प्रभु मसँग तपाईँ के कुरा बोल्नुहुन्छ भनेर सम्झिनु भने कस्तो हुन्छ होला? आजको दिन यसो याद गर्नु भने प्रभु तपाईँले मेरो लागि यो बिहानी के कुरा लिएर आउँदै हुनुहुन्छ, मेरो लागि तपाईँले उपहार के ल्याउनु भएको छ यो बिहानी भनेर सम्झिनु भने कस्तो हुन्छ होला? आजको बिहानी प्रभुलाई भन्नु, प्रभु मेरो लागि तपाईँले यो बिहानी के उपहार लिएर आउँदै हुनुहुन्छ? आउनुहोस् हामी एकछिन आँखा बन्द गरौँ नि प्रार्थना गरौँ। प्रभु यो बिहानी हामी सम्झिन्छौँ तपाईँलाई। आजको दिन प्रभु तपाईँको पुरा हस्तक्षेप प्रभु हामी यो हलभित्र माग्छौँ। यो 4वटा सुरमा तपाईँको स्वर्गदूतलाई हामी बोलाउँछौँ अनि तपाईँलाई पुरा अनुमति दिन्छौँ। प्रभु यो जीवनको मालिक तपाईँ हुनुहुन्छ, यो हृदय खातल गर्ने परमेश्वर तपाईँ हुनुहुन्छ। यदि मेरो जीवन खोतल्दै गर्दाखेरि प्रभु कहीँनिर तपाईँले दाग, तपाईँलाई मन नपर्ने चिज भेट्नु भयो भने प्रभु यो बिहानी काटिदिनुहोस्, ताकि आजको बिहानी यहाँबाट फर्किँदाखेरि म यति साह्रो तपाईँ परमेश्वरको उपस्थितिलाई बोकिकन, तपाईँ परमेश्वरको अङ्गालो भित्रको लुटु पुटुको मायालाई बोकिकन फर्किन सकौँ। मेरो परमेश्वर ब्लेस गर्नुहोस् प्रभु यो बिहानी, एक एकलाई ब्लेस गर्नुहोस्। लर्ड ब्लेस गर्नुहोस्, ब्लेस गर्नुहोस्। तिम्रो नजिक हृदयभित्र येशू लुकाऊ मलाई। आजको बिहानी हामी येशूको हृदयभित्र लुक्ने कोसिस गरौँ न।